हजुर कालीगण्डकी यो हाम्रो जलविद्युत आयोजना नेपालकै सबैभन्दा ठुलो जलविद्युत आयोजना पनि हो। हजुर यो मिरमी क्षेत्रमा छु अहिले पनि म यता गुल्मीको भूभागबाट छु। हेर्नुस् यो गुल्मीको बाटो, यो अर्बेनी पूर्तिघाट हुँदै यो मुक्तिनाथसम्म जाने बाटो। अनि उताको भाग स्याङ्जा जिल्ला। अहिले पनि हामी गुल्मीको भागमा छौँ। यस सुन्दर भूमिबाट आज हामी तपाईँ सामु उपस्थित भएका छौँ र हाम्रो साथमा हुनुहुन्छ हाम्रो म्याडम गीता नेउपाने। उहाँको माइत उहाँ यहीँ अर्बेनी। हामी यो बाटो पिच भएपछि पहिलोचोटि अर्बेनी हिँड्दैछौँ। पहिला हामी कस्तो सङ्घर्षका साथ हिँड्ने गरेका थियौँ। यो कस्ता भिरहरू पार गरेर बल्ल अर्बेनी गइन्थ्यो। पनि आज हेर्नुहोस् त कति सुविधा सम्पन्न भएको छ बाटो पनि। हजुर अब हामी म्याडम पनि हेर्नु न हाँसो। पहिला खाली खुट्टा पनि त्यो पहिला तिम्रो उता के बाटो हिँड्दै आउने यही माथि थिएन अर्बेनी मिरमी आउँदा। त्यस्तो बाटो आज यस्तो भएछ। माइतीले यस्तो सुविधा भइसकेपछि पनि छोडेर उहाँ घोडातिर बटौलतिर गए भनेर यहाँ दुःख यसो पुग्दैछन् बाटा। ल विवेक एउटा घर त बनाउनु पर्छ अर्बेनीमै। मलाई त ससुराली अन्त भन्दा अर्बेनी नै भनेको आनन्द आउँछ का। ल हेर्नुहोस् यति राम्रो ठाउँ छ, यति सुन्दर ठाउँ छ। यस्तो ठाउँ छोडेर कसैलाई जान मन लाउँछ त? लाउन्न नि। ल आज पनि आएको छु आफ्नै ससुराली गाउँ अर्बेनी। कहाँ छु भन्दा मिरमीको ड्याम माथि छु। ल हेर्नुहोस् त यति सुन्दर छ ड्याम। आहा नेपालकै सबैभन्दा ठुलो जलविद्युत आयोजना भएको कालीगण्डकी जलविद्युत आयोजना है। स्याङ्जाको दृश्य यहाँ। अहिले हामी हर्मीचोर भन्दा यसो यता ठ्याक्कै यो हनुमानको मन्दिर भएको ठाउँमा छौँ। बाबु यो ठाउँलाई के भन्छ? यो ठाउँलाई के भन्छ? हनुमान पार्क त हनुमान पार्क ठाउँको नाम। गुल्मी त गुल्मी हो। ठिकै छ बाबु। ल हर्मीचोरै भन्छ नि होइन। ल हिँड म्याडम जाऊँ।